परिचय 2 ख्रिस्टियनहरू र बाइबल परमेश्वरको वचन। परमेश्वरका मानिसहरू उनका सन्तान जो केवल परमेश्वरको पूर्ण प्रेम र येशू ख्रिस्टको क्रुसको अनुग्रहद्वारा बचाइएका छन्, तिनले पहिलो कुरा परमेश्वरको वचन मार्फत थाहा पाउनुपर्छ कि परमेश्वरको हुनुहुन्छ, उहाँले आफ्ना सन्तानसँग के चाहनुहुन्छ र येशू ख्रिस्टले के भन्नुभएको छ। बाइबलले भन्छ, यसैकारण अब हे इजरायली हो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्, तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान। कृपया वचन बिना कुनै काम नगर्नुहोस्, वचन बिना सेवा नगर्नुहोस् र वचन बिना कुनै सेवकाई नगर्नुहोस्। यस्तो गर्नु भनेको खाना नखाई काम गर्नु जस्तै हो। यसले पक्कै पनि दुःखद पराजय निम्त्याउनेछ। जो विश्वासमा आएका छन्, जसले येशू ख्रिस्टद्वारा जीवित पानीको स्वाद लिएका छन् र जीवनको अन्न खाएका छन्, उनीहरू संसारका कुनै पनि चिजबाट होइन, केवल अनुग्रहद्वारा खुसीले भरिएका हुन्छन्। धेरै मानिसहरू परमेश्वरलाई राम्रोसँग नचिनेसम्म उहाँको इच्छा थाहा नपाइ नै केही गर्न चाहन्छन्। उनीहरू प्रार्थनामा समर्पित हुन्छन्, शिक्षा विभाग, संस्थागत सेवा, पार्किङ सेवा वा भान्सामा समेत सेवा गर्न आतुर हुन्छन्। उनीहरू आफूले वर्षभरि नगरेको सेवा एउटा छोटो अवधिको मिसनरीमा गएर पूरा गर्न खोज्छन्। तर हामीले ख्रिस्टियनको रूपमा केही गर्नुअघि पहिले परमेश्वरको हुनुहुन्छ र उहाँले हामीबाट के चाहनुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। हामी परमेश्वरलाई बाइबल अर्थात् जीवनको वचनद्वारा जान्न सक्छौं। किनभने बाइबलमा परमेश्वरले पहिले नै आफ्नो उत्तम इच्छा प्रकट गर्नुभएको छ। हो, परमेश्वरले बाइबलमा आफ्नो इच्छा खुलासा गर्नुभएको छ। वचनले भन्छ, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख, तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाऊ, घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। ती आफ्नो हातमा चिन्हको लागि कसी राख, तिमीहरूको निधारमा बाँधी राख, ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। बाइबलमा लेखिएको छ, जब तिनी आफ्नो राज सिंहासनमा बस्छन्, तब पुजारीहरू जो लेवी हुन् तिनीहरूसित भएको व्यवस्थाको एक प्रतिनक्कल एउटा पुस्तकमा तिनले उतारुन्। त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू होसियारी साथ पालन गर्नलाई सो पुस्तक तिनीहरूसँग रहोस् र तिनले आजीवन सधैँ पढुन्, ताकि तिनले परमप्रभु आफ्ना परमेश्वरको डर मान्न सिकुन्। तिनले आफैलाई आफ्ना दाजुभाइहरू भन्दा श्रेष्ठ नठानुन् र व्यवस्थाबाट तर्केर दाहिने वा देब्रे नलागुन्। यसरी तिनी र तिनका सन्तानले लामो समयसम्म इजरायलमा तिनको राज्यमाथि शासन गर्नेछन्। यी कुराहरू मोसाले दृढतापूर्वक प्रचार गरेका थिए, आफ्ना अन्तिम शब्दहरूको रूपमा ती इजरायलीहरूलाई जसलाई मिस्रबाट निकाली ल्याइएको थियो उनको मृत्यु अगाडि। यसका अतिरिक्त बाइबलमा विभिन्न स्थानहरूमा यस कुराको उल्लेख छ कि क्रिस्टियनहरूले परमेश्वरको वचनलाई थामेर जीवनयापन गर्नुपर्छ र यो परमेश्वरको आज्ञा हो। वचनले यसरी भन्छ, बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। बलियो र अतिसाहसी हो। मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कुन् र त जही पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु, तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछ र सफलता पाउनेछस्। यो चाहिँ परमेश्वरले मोसाको मृत्युपछि कनानको विजय अगाडि यहोशूलाई भन्नुभएको थियो। बाइबलले भन्छ, जब दाउदको मर्ने बेला नजिक आयो तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आखिरी जिम्मा दिए, संसारको रीत झैं म पनि मर्दैछु। तिनले भने, यसैले तिमी चाहिँ साहसी हौ र आफूलाई मर्दझै देखाऊ र परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर, उहाँका मार्गमा हिँड, मोसाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे गर्छौ र तिमी जहाँ कहीँ जान्छौ त्यसमा तिम्रो उन्नति होस्। अब्राहमसँग पुरानो नियमको प्रतिनिधित्व गर्ने राजा दाउदले यी शब्दहरूलाई आफ्नो इच्छामा छोडे। यदि क्रिस्चियनहरूले परमेश्वरको वचनलाई पक्रिराख्दैनन् र यसलाई पालन गर्दैनन्, यदि हामीले परमेश्वर र हाम्रा छिमेकीहरूलाई प्रेम गर्दैनौँ भने हामी हाम्रो पापी स्वभाव, राजाको म केन्द्रित जीवनमा फर्कन्छौँ।
किनकि हामी गुणहरूद्वारा धर्मी ठहरिएका पापीहरू हौं। येशू ख्रीष्टको रगतको तर अझै पापीहरू। हाम्रो प्रार्थना र उपवास केवल हाम्रो लागि हो, हाम्रा बिन्तीहरू पूरा गर्नको लागि। तिमीहरू भन्छन् हामीहरू उपवास बस्यौं र किन तपाईँ देख्नुहुन्न? हामीहरू विनम्र भयौं र किन तपाईँ ध्यान दिनुहुन्न? तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पूरा गर्दछौ र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ। तिमीहरूका उपवासको दिन लडाई र झगडामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको स्वर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ। के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्ने? के निगालो झै आफ्नो शिर झुकाउने र भाङ्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहण योग्यको दिन भन्छौ? अझ भन्ने हो भने हाम्रो कडा परिश्रम भक्ति र सेवा भनेको आफूलाई देखाउनको निम्ति मात्र हो, जबसम्म हामी वचनद्वारा अस्वीकार गरिएको छैन। वचनले भन्दछ, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। येशूले सम्पूर्ण बाइबल लिएर हामीलाई सबैभन्दा महत्त्वपूर्ण कुरा भन्नुभएको थियो। तब उहाँले सबैलाई भन्नुभयो, कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। बाइबल परमेश्वरको वचन भएको हुनाले क्रिस्चियनहरूले त्यसमा समर्पित हुनुपर्छ। क्रिस्चियनहरूले परमेश्वरको वचनलाई कसरी धारण गर्ने? 1. परमेश्वरको वचनलाई जीवन ठान्नुपर्छ। 2. परमेश्वरको वचनमा आधारित भएर प्रार्थना गर्नुपर्छ। 3. परमेश्वरको वचनको आज्ञा पालन गर्नुपर्छ। 4. परमेश्वरको वचनमा आधारित भएर पापबाट जोगिनुपर्छ। 5. परमेश्वरको वचनमा आधारित भएर विश्वासका साथ अघि बढ्नुपर्छ। त्यसकारण वचनमा आधारित क्रिस्चियनहरूको रूपमा परमेश्वरका जनहरू जसलाई केवल अनुग्रहद्वारा परमेश्वरका सन्तानहरू बनाइएका छन्, किनभने येशू ख्रीष्टको रगतको गुणको मूल्य धेरै ठूलो छ। हामी यो वचनलाई सम्हालेर राख्नको लागि जीवनभरको लडाईँमा छौं। यो परमेश्वरको वचनलाई पक्रिराख्नु र यसलाई पालन गर्न आफूलाई प्रतिबद्ध हुनु हो। त्यसपछि हामी आफैको वास्तविकता पत्ता लगाउन थाल्छौं, जुन हामीले पहिले पापको रूपमा बुझेका थिएनौं। वचन मार्फत हामी परमेश्वरको जति नजिक आउँछौं त्यति नै हामीले हाम्रो दुष्टता पत्ता लगाउँछौं। त्यसो भए हामी परमेश्वरको अनुग्रह बिना बाँच्न सक्दैनौं भनेर पहिचान स्वीकृत गर्न स्वीकार गर्नेछौं। हाम्रो कडा परिश्रमले हाम्रो अहंकार बढ्दैन, बरु हामी परमेश्वरको नजिक हुन्छौं र ख्रीष्टमा अझ बढिरहन्छौं, किनकि हामीले अनुग्रह बिना परमेश्वरको सन्तानको रूपमा बाँच्न सक्दैनौं। त्यो साँचो ज्योति येशू ख्रीष्टमा आएको पापीको पवित्रीकरण हो। यो मेरो बारेमा राम्रो बन्ने बारे होइन, यो मेरो असम्भवता महसुस गर्ने बारे हो र त्यसैले अधिक र अधिक अनुग्रहलाई समातेर त्यो वचनद्वारा परमेश्वरसँग ख्रिस्टियनको हिँडाइ हो। आखिर यो हाम्रो आफ्नै इच्छा अनुसार जिउनुको बारेमा होइन, तर परमेश्वरको सार्वभौमिकतालाई मान्यता दिएर वचनलाई जीवनको रूपमा समातेर। वचन नै जीवन हो। वचन आत्मिक भोजन हो जसले ख्रिस्टियनहरूलाई ख्रिस्टियनको रूपमा बाँच्न अनुमति दिन्छ। यसरी येशू ख्रीष्टमा विश्वास गर्ने ख्रिस्टियनहरूको जीवन परमेश्वरको वचनद्वारा निरन्तर अगाडि बढिरहन्छ।